नो के भइरहेको पछाडि गाइज ओ नो हिउँ यस्तो खतरनाक रहेछ हामी चाहिँ उतै खेलेर साला चिसोमा ओहो गाइजहरू देख्न सक्नुहुन्छ र केटाहरू ओ नो केटाहरू असल ल केटाहरू ल ल ल म नि आउँछु नि फेरि ल ल केटाहरू ए ओ ओहो मामा असफल मात्र छु ल दर्शन चाहिँ पास भयो त ल ल चिसो भयो केटा ल छिटो आइज ल सर ल चिसो नो माई गड यस्तो खतरनाक छ यो अब ओ नो बाब्रे अरे हेर्नुहोस् यस्तो भ्रोमा यस्तो खतरनाक हिउँ परेको के गाइजहरू हामी चाहिँ अब हाम्रो गाउँतिर अब खासै हिउँ पर्दैन क्या कहिले काहीँ भन्दा पनि कहिले पर्दैन क्या खासै हाम्रो हिउँमा अब यस्तै हो हिउँ पाए चाहिँ चिसो होस् तातो होस् तर खेल्नु चाहिँ पर्छ हिउँमा मजा आउँछ नि हिउँमा अब रमाइलो भने यस्तै हो चिसो त हुन्छ नि चिसो भन्ने चिज अब सहनु पर्छ भोग निन्द्रा सहेर ने हामी चाहिँ घुम्न आइरहेको केटाहरू ल गाइजहरू हामी ठिक छौँ नि ओ नो के पाइला छन् नि केटा ओ नो पर गए छिटाउ है चिसो भयो गाइजहरू ओ नो बापरे ओहो चिसो यस्तो खतरनाक चिसो भयो गाइजहरू ओ नो खुट्टा चाहिँ खायो गाइजहरू हिउँले गाइजहरू हिउँ चाहिँ टन्नै पऱ्यो मोबाइलले चाहिँ यस्तै हो थोरै देखिहाल्छ नि ओ नो कहाँ हानेको बाफ्रे यस्तो चिसो रहेछ तर हिमालका चाहिँ लाली गुराँस चाहिँ सानो हुने रहेछन् कि लाली गुराँस चाहिँ अब यस्तै हो हिउँतिर चिसोले खासै ठुलो हुँदैन सानो सानो हुँदो रहेछ खै मामासम्म त ल गाइस हामी जाँदैछौँ ठुलो हिउँको डिस्कोमा ल गाइस है तपाईँहरू हेर्दै गर्नुहोस् न गाइस हामी चाहिँ फुल्लीमा चिसोको मौसममा भए पनि हामी हिउँमा पुरा हात गोडा चिसोले ठुनिए पनि हामीहरू देखो गाइस भिडियो बनाउँदैछौँ हिउँ देखो हिउँको बह पुरा उ छ पहाड दैलेखदेखि कालीकोट जोडेको यो हामी रोडमा हिँड्दैछौँ अहिले चाहिँ हामी दैलेखदेखि कालीकोट जोडेको यो हिउँको यो पुरा रोडमा हिँडिरहेछौँ यो अप्ठ्यारो ठाउँ छ तर हिउँ पनि बहुत रमाइलो छ केटाहरू बहुत चिसो भइरहेछ हात खुट्टा त पुरै चिसाले पुरा चल्नै नचल्ने बनाइदियो हामी चाहिँ आएको 7 जना हो एउटा चाहिँ घर गइसक्यो 2 जना उता क्याम्पमा आउन नसकेर अलि चिसो मौसममा बिरामी भएर उता बसिरहेछन् हामी चाहिँ 4 जना चाहिँ यता केटाहरू पनि आइरहेछन् 4 जना छौँ हामी टक्क लाएर यता हिउँमा हिँडिरहेछौँ फाइनल्ली गाइज हामी चाहिँ हिउँको बर्सातमा छौँ अहिले हामी पुरा हिउँ छ तल माथि हिउँ ल गाइजहरू फेरि पनि हामी अब हिउँ खेल्न स्टार्ट भइसक्यो फेरि पनि ओ भवाल हिउँ ओ नो स्वर्गको दोस्रो रूप अब रमाउनु पर्छ नि जिन्दगीमा यस्तै त हुन्छ जिन्दगी अब हामी चाहिँ त्यस्तो धनी चाहिँ होइनौँ होइन अब मिडल क्लास लोक हो नि अब जिम्मेवारले कहाँ लग्ने थाहा छैन होइन केटाहरूले पनि सबले भिसा लगाउन होइन अब यस्तै हो पासपोर्ट चाहिँ गराएर भिसा लगाएर अब 5-6 दिनमै अब सायद भिसा आउँछ भन्दाखेरि केटाहरू होइन अब यस्तै हो मिडल क्लास लोक भएपछि अब कहाँ अब जिन्दगीले हाम्रो यो जिम्मेवारले कहाँ लिन्छ हामीलाई थाहा छैन देख्न सक्नुहुन्छ जिन्दगीमा हाँस्नुपर्छ रमाउनुपर्छ जिन्दगी यस्तै हो दुःख पर्छ कहिले सुख आउँछ सधैँ दुःख हुन्छ भन्ने पनि छैन त होइन गाउँले चाहिँ यस्तै हो कहिले के भन्छ हामीलाई चाहिँ गाउँले कहिले राम्रो भने छैन होइन हामी चाहिँ अब यो घुम्न आउँदा या गाउँमै अब नराम्रो होइन नराम्रो भनिरहन्छ तर लाग्छ हामी चाहिँ त्यस्तो नराम्रो पनि छैनौँ जस्तो लाग्छ हामीलाई चाहिँ गाइजहरू दुःख भन्ने के हो बुझिएको छ सधैँ रमाउनु पनि पर्छ भन्ने पनि छैन कहिलेकाहीँ अब यसो हुन्छ अब कामदाम नभएको बेला यस्तै हो जिन्दगीमा
रमाउनु पर्छ